स्वागत छ आज हाम्रो मिठो माछाको रेसिपीको ब्लगमा। यो चाहिँ हाम्रो माछा है, यसरी पकाउने आज। यसमा हामीले नुन, हल्दी, कागती हालेर राम्ररी मिक्स गरे। टमाटर काट्ने, टमाटर काटे। यसमा चाहिँ यो तोरी, सेतो तोरी, पहेँलो तोरी, यसमा टमाटर हालेर पिस्ने। माछालाई तेल तातेपछि बिस्तारै यसरी हाल्दै छाक्दै जाने। बिचमा यसरी पल्टाउने, यसलाई हेर्ने। अनि यतिको रातो भएपछि चाहिँ मजाको कडा भएपछि निकाल्ने। तेल तातो हुन दिने। मेथी हाल्ने यसमा। त्यही तेल तातो मेथी पाकेपछि यसमा हाल्ने हामी टमाटर। यसलाई चाहिँ राम्ररी चलाउने। यसैमा पिसेको अघि टमाटर र तोरी हाल्ने। यसलाई राम्ररी हालेपछि यसलाई राम्ररी फेरि चलाउने। राम्ररी चलाउनुपर्छ है, मिक्स गर्नुपर्छ। अब टमाटरलाई र यसलाई ग्रेभीलाई पाक्न दिने। एकछिन पाकेपछि यतिको हुन्छ। यसमा मैले राखेँ अदुवा लसुनको पेस्ट। राम्ररी चलाउने यसलाई। यसमा फेरि अब हल्दी ठिक्कको। यसमा चाहिँ हाल्ने धुलो, जिरा धनियाँ धुलो राखेर राम्ररी चलाउने। एकछिनपछि यसमा आफ्नो स्वाद अनुसार नुन हाल्ने। मैले चाहिँ 2 चम्चा हालेँ। मैले चाहिँ 2 किलो बनाउँछु, त्यही भएर राम्ररी चलाउने यसरी। लाइक, सेयर, सब्सक्राइब गरिदिनु। यसलाई छोप्ने मजाले। एकछिनपछि मैले खोर्सानी धुलो हालेँ। मैले चाहिँ यसमा हालेँ 2 चम्चा जति, 2-3 चम्चा। तपाईँ चाहिँ आफ्नो पिरो खाने अनुसार त्यही अनुसारले हाल्नु। अनि यसलाई राम्ररी चलाउने। हेर्नु कस्तो राम्रो कलर आयो। यसरी नै मसला पाक्दै जाँदै जान्छ, टमाटर गल्दै जान्छ। टमाटर चाहिँ मजाले गलाउनुपर्छ है, बिस्तारै बिस्तारै चलाउँदै जाने। यतिको टमाटर गलेपछि हेर्नु, यो चाहिँ ग्रेभी अनि हाम्रो रेडी भयो मसला चाहिँ। यसरी नै हुनुपर्छ मसला है। फेरि यसरी माछामा टक्क भित्र बिचमा हाल्ने, साइडमा लगाउने, पल्टाएर पनि 2 साइड लगाउने। मैले लगाइसकेँ, त्यही कारण तेल तावा तातो गरेँ, त्यसमा तेल हालेँ। तेलमा माछा यसरी बिस्तारै ठिक्कको आँचमा पल्टाउने, चलाउने, पल्टाउने, बिस्तारै बिस्तारै पकाउने। यसरी नै पल्टाउँदै जाने, बिस्तारै पल्टाउने। यतिको हेर्नु राम्रोसँगले रातो हुनुपर्छ है। यसरी नै रातो गर्दै हल्का हल्का डढाउ। त्यति धेरै डढाउने होइन, धेरै डढ्न दिनु चाहिँ होइन नि। फेरि हल्का हल्का यो तावामा सेक्दै जाने। दुईटै साइड राम्ररी पल्टाइ चलाउँदै जाने है। अनि यसमा अब टक्कसँग दलिया हाल्ने। यो चाहिँ अब खाना तयार छ। हेर्नु हाम्रो आजको माछा सुक्खाको रेसिपी डन। लाइक, सेयर, सब्सक्राइब गरिदिनु।